र साथीहरु मेरो चाहिँ अनि एउटा नयाँ च्यानल थियो त्यो भ्लगको च्यानल त्यो चाहिँ हिजो राति चाहिँ खोइ अलरेडी यो युट्युबले चाहिँ डिलिट गरेको रिमुभ गरेको छ अझ नयाँ च्यानल खोलेको छ अहिले फेरि अर्को च्यानल यसमा चाहिँ लाइक र सब्स्क्राइब गरिदिनु डान्स कर रङ लाग्छ रङ हेलो गाइजहरु मेरो नयाँ यो अस्ति जुन मेरो यो ब्लगको च्यानल सोमताङ ब्लग भन्ने च्यानल चाहिँ अलरेडी युट्युबले चाहिँ रिमुभ गरेको छ खोइ किन थाहा छैन अनि चाहिँ फेरि अर्को नयाँ च्यानल खोलेको छ खै हिजो राति अटोमेटिक डिलिट गर्छ अझ नयाँ च्यानल खोलेको छु त्यो च्यानललाई चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु नयाँ च्यानल हो यसमा चाहिँ म ब्लगर सामान्य ब्लगर ल्याउने छु यता चुतिया छ यता अर्को म त जा म रङ लगाएर छु के हट्न खुट्टा हटा गाइजहरु नमस्कार सबैलाई आज म चाहिँ घरमा चाहिँ सानो पेन्टिङ लगाउने काम गरिरहेको छु त्यो झ्यालमा पुरै खेल लागेर मेरो चाहिँ यो नयाँ च्यानल हो पुरानो च्यानल चाहिँ अब उडिहाल्यो हिजो राति के भएको आफै युट्युबबाट रिमुभ भयो अरे यो चाहिँ नयाँ च्यानल हो यसमा चाहिँ सब्स्क्राइब गरिदिनु है प्लिज सबले लाइक पनि गरिदिनु सेयर पनि गरिदिनु गाइजहरु त्यो च्यानल 6 वटा भिडियो कति थियो सब मलाई चाहिँ एउटा कपरेट हाने कि त्यो म्युजिक हान्थ्यो हाइलाइटमा थियो नि हो त्यो गानाले उड्यो जस्तो लाग्यो मलाई किन उडाउँछ त्यस्तो हाने मैले कुन गीत थियो र त्यस्तो पहिलेको गीत भन्नाले के को बेलाको त्यो हाइलाइटमा हाल्दै थियो डङडङ आवाज फिल्म जस्तो आउला डाइलेक्ट हाइलाइटमा त्यस्तो नै हाल्न मिल्दैन त्यो कपिराइट खिलाफ जस्तो लाग्यो के नियो हो यसमा युट्युबको के हो त्यस्तै त हाल्न पाउँदैन अनि अरूले त हाल्छ त अनि किन अरूको त्यस्तो नहुने अरू धेरै हाल्छ नि मेरो नयाँ भएर त्यो गाना आएन कि हेरेर हाल्नुपर्छ तर मेरो त्यो कपिराइट फेरि हाइन जस्तो लाग्यो किन नहेरेर कस्तो लाग्यो गाइजहरु कमेन्ट र लाइक पनि गर्नु है कमेन्ट तल लेख्नु च्यानल अर्को पनि छ टेक च्यानल पनि छ मेरो त्यसमा चाहिँ मैले खालि ब्लग गाउँघरको ब्लगसम्म हाल्छु घर गाउँघरतिरको सामसामिक विषयको घटनाहरू मेरो नोकर आइन सबै हो आन्टीहरु हाम्रो लागि पढ्दैको त जा उताबाट गर्नुपर्छ नमिलेर पो त आफ्नो कोले हेरोस् अरू हेर्नु पर्छ सकिसकेछ त अब कहाँ सकिनु पछि माथि आँखा पनि अगर खतरा बेइज्जत दिमाग यस्तो केटाटो भयो लगा तिम्रो जान्ने तिम्रो लाउने भए सिधा नेक्स्ट भ्लगमा देखाउँछु गाइजहरु अहिले म एकछिन अब खाना खाएर पसलतिर जान्छु त्यसरी नेक्स्ट भ्लग किन फोनहरु पनि सिम म त भन्दा त बहिनी भयो भने मेरो मै भ्याक्छ मै छ उफ तेरो कस्टम त्यस्तो आउँदैन मोटो युट्युबमा त्यस्तो आउँदैन हो देखेर छियो चाहिँ आमा लाउने मलाई त यता हेरेर यता नोकर नि कम छैन अंकलले नोकर लसी घटना त सकन त यो गरिसक्यो कि यिनीहरू चाहिँ हो कि